हेलो एन्ड हाई गाइज, वेलकम टु माई न्यू भिडियो। आज पनि तपाईँको सामने नयाँ भिडियो लिएर आएको छु। तपाईँकै दीपक छेत्री। आज चाहिँ म बाहिर निस्किन लागेको छु। जस बिदा छ नि त, गोल्डन विक छ होइन अहिले चाहिँ, त्यही भएर चाहिँ म बाहिर निस्किन जान लागेको। किनकि धेरै भयो, यसो बाहिरतिर जाउँ, भिडियो बनाऊ, अनि आफ्नो माइन्ड पनि फ्रेस हुन्छ। कति सुत्तिएर न होइन, अनि काम पनि छैन नि त मेरो, किनकि गोल्डन विकको बिदा छ कम्पनी पनि, त्यही भएर। अनि अलिअलि सिफ्ट बनाउनु थियो, सिफ्टहरू बनाएँ कम्पनीको लागि। के बिग्रियो भनेको थियो, अनि त्यसपछि म बनाइदिएँ फेरि। अस्ति बनाएको थिएँ फेरि त के कसलाई कम सिफ्ट पऱ्यो, कसलाई बढी पऱ्यो भन्ने कुरा भयो। अनि त्यसपछि त्यो सिफ्ट बनाएर अहिले चाहिँ अब चाहिँ बाहिर निस्किनु कि भनेर बाहिर निस्किनु लागेको चाहिँ। अब चाहिँ ठ्याक्क यहाँ फुल फुलेको रहेछ, ठ्याक्क कति राम्रो फुल फुलिरहेको छ नि, ठ्याक्क होइन। वाउ, तिम्रो लागि है यो, सम्झ्यो, तिम्रो लागि मेरो माया। ओके जेस, राम्रो छ। यहाँ पनि छ, यहाँको एउटा बजाइ हुन्छ नि, के उहाँ बजाइले बनाउँछ। यहाँ पहिलो पतेनाहरू त पतेना भन्ने के थियो कि, पुरा हामीले टिपेर खाइदिन्थ्यो, अहिले त हराएछ, ल्यापटप हराएछ। अब हामी चिमटे गरेर हराएर। ओके, अब चाहिँ म चाहिँ निस्केको यहाँदेखि चाहिँ बाहिर होइन। जे होस्, अब यता कता गइन्छ, मेरो गन्तव्य कहीँ पनि छैन, कहाँसम्म हो भन्ने मलाई थाहा छैन। जहाँसम्म जानु मन लाग्यो त्यहीँसम्म जान्छु। लेट्स गो। म चाहिँ अहिले रुमबाट निस्किसकेर अलि अगाडि आइसकेको छु होइन। अनि गन्तव्य चाहिँ कहाँ पनि थाहा छैन, हिँड कता कता जानु मन लाग्छ, त्यतै जाउँ होइन। लेट्स चाहिँ अब कता कता के हुन्छ। पुरा आज फेरि नेपालीहरू पुरा देखिन्छ नि त, बिदा गोल्डन विक। अहिले चाहिँ म यो यहाँभित्र चाहिँ बास्केटबल अनि के खेल्छु। यहाँ चाहिँ युज के अरे बास्केटबल, भलिबल, हकी सकी के खेल्ने ठाउँ हो यो चाहिँ होइन। अनि यहाँ चाहिँ बास्केटबल खेल्दा चाहिँ म चाहिँ यहाँ जाँदैछु तल, ठ्याक्क उमीमा जाँदैछु क्या। झ्याउ लाग्यो, अनि रुममा बस्नु पनि झ्याउ लाग्यो। त्यतिकै हिँड्दै थिएँ, अनि दिदीले फोन गर्नुभयो, दिदीसँग बोल्दै एकछिन कुरा गर्दै आएँ यहाँसम्म। अनि त्यसपछि कता जाउँ भइरहेको थियो, ठ्याक्कै त जाउँ, उमीतिर जाउँ। धेरै भयो त, पहिला सुरु जापान आउँदा बित्तिकै आएको थियो है म यहाँ चाहिँ। अनि आज लङ टाइम पछि आएको छु। जाउँ कता टाढो जाने बाटो, फेरि यतैबाट त होला नि। ए रहन्छ त मची गयो यो कस्ता सिँढीबाट झारेको। यो सिँढीबाट झार्छु सिक्छु भनेको है मैले, सकिएन। यो गल्लीको बाटो हेर, बस यो डाइरेक्ट कहाँ जान्छ क्या, तर उमी साइड जान्छ क्या। ओके, साइकल त यहाँ राख्छु, यसलाई लक लगाइदिन्छु। अब लक नलाउनु भने फेरि यहीँदेखि नै उडाइदिनु पर्छ नि। म त यहाँ तलसम्म जान्छु नि त। है यार। ओके, म चाहिँ अब यहाँ चाहिँ आइसकेँ। यो उसमा चाहिँ पहिला सुरु हामी बिन्ता बहिनी, अनि त्यसपछि अर्को बिन्ता बहिनीको साथी, हाम्रो रुममेट, अनि चार पाँचजना भएर आएको थियो। हामी जापान आउँदा बित्तिकै फर्स्ट टाइम यो समुद्र त होइन, यो खासमा त समुद्र त होइन, यो ड्याम बनाएर मान्छेहरूले बनाएको हो यो त होइन। यस्तो बनाएर पानी यता ल्याएर यो उसको व्यवसायको लागि, कुनै सजिलोको लागि यस्तो बनाएको यो पछि होइन। तर जे होस्, समुद्रभन्दा कम छैन होइन। अनि यो हेर्न हामी फर्स्ट टाइम जापान आउँदा बित्तिकै म यहाँ आएर हेरेको क्या। अनि त्यसपछि हामी चाहिँ अर्को ठाउँ गयो। यो ठाउँमा आइसकेको छ। त्यस्तै यो के भन्ने, यो किताकेसुको जुन के समुद्र साइड के भन्छ, यस ठाउँ त नाम थाहा चाहिँ भएन। ऊ पारितिर फुनेहरू छ होइन, पारि साइड होइन, फुनेहरू के डुङ्गाहरू छ, नि यता पनि डुङ्गाहरू छ। यो चाहिँ के हो थाहा भएन है। अब डु नट एन्ट्री भनेको छ क्या, अब केही होला, अब थाहा भएन होइन। त्यो चाहिँ अब के हो त्यो चाहिँ अब थाहा भएकोले भनिदिनु होला होइन। मास्क किन्न लाग्यो भन्नु होला, त्यही पनि अलि रुगा लाग्यो क्या, त्यही भएर रुगा लागेको भएकोले
लगाएको हो मास्क चाहिँ। अनि यस्तो कडा छ त्यो के होला केजी लेखेको छ कुनै फ्याक्ट्रीहरूको कुनै केही सङ्कलन गर्ने ऊ होला चाहिँ यो जस्तै यस्तो चाहिँ सिमेन्ट फ्याक्ट्रीहरूको हुन्छ है त्यस्तोहरू चाहिँ मलाई त त्यति थाहा छैन। अनि हेर्नु क्या उडिरहेको छ चरा खोले हाँस हो कि के हो समथिङ जे हो त्यही होइन। अब चाहिँ एकछिन यसो डुल्ने होइन यता त हेर्ने अनि त्यसपछि जान्छु अनि अरू अरू ठाउँ पनि जान्छु झ्याउ लगाएर छ। आज चाहिँ म चाहिँ पोइन्ट किन्न जान्छु। आज चाहिँ पोइन्टहरू जस्तै पोइन्टहरू चाहिँ छैन कपडाहरू टन्नै छ कि टन्नै छ है हेर्दा हेर्दा होइन यति धेरै कपडा देखिन्छ होइन। तर लगाउने बेला एउटा कपडा भेटियोस् त मरिजाओस् होइन कौवा कौवा पनि अनि त्यही हो अरू के होइन होइन। यहाँ केटाहरूले चाहिँ फोन हानिरहेको छ यहाँ त्यस्तै होइन म चाहिँ अनि आइरहेको थिएँ केटाहरूले फोन हान्यो त्यसपछि यहाँ केटाहरूसँग बोल्दै हिँडिरहेको छु म चाहिँ। केटाहरू नि साथी हो क्या होइन आज होस् भोलि होस् जे भयो नि साथीहरू भनेको दुःख सुखमा हुन्छ कि चलाहरू फेरि भाग्यो भने त्यसको त फेरि खप्पड फुटाल्छु नि म फेरि कमको छु ओके त्यो धेरै त नबनाऊँ केटाहरूलाई पनि फेरि रिसाउला होइन। के कहाँ गयो फेरि लौडे म भिडियो बनाउनु लाग्यो क्यामेरै हो यस्तोको सानो सानो समुद्रमा आएको छु साथी। भर्खर केटाहरूसँग फोन गरेर बसेँ अनि केटाहरूले फोन काट्यो अब चाहिँ एकछिन भिडियो सिडियो बनाउने फोटोसोटो खिच्ने एक्लै भए पनि जे भए पनि चिल गर्ने बस्ने हो क्या अब चाहिँ हो एक्लै रमाउनु पर्छ भन्ने हो के अरे तर रमाउने कसरी रमाउने एक्लै नाच्ने भएन एक्लै गाउने भएन के गर्ने गाउन पनि आउँदैन नाच्न पनि आउँदैन बालै फरर ल ठिक छ। अनि म चाहिँ आज चाहिँ देउस यता उमी साइड आएको छु होइन जे भए पनि पुरानो फर्स्ट जापानमा आउँदा बित्तिकै आएको ठाउँमा हो यो चाहिँ है किनकि आई लभ दिस प्लेस होइन किनकि यहाँ टक्क बसेर हेर्ने यताउता अनि फिसिङ गर्न नि मिल्छ यहाँ चाहिँ। म एक दिन फिसिङ गर्न नि आउने छु यहाँ आउँछु कि मजिको जान्छु थाहा छैन बट म एक दिन त्यो के भन्छ फिसिङ गर्ने त रडहरू सब किन्छु र अनि जानु छ मलाई फिसिङ गर्न मन छ जो भए पनि ओके होइन। अनि म चाहिँ यता साइड बसेको छु उताबाट सब छ उता त फुनेहरू हिँडिरहेको छ डुङ्गाहरू हिँडिरहेको छ सामान बोकेको सामानहरू लगाएर। अनि अहिले जापानमा यस्तो घटनाहरू बढी भएको छ होइन अब जे भए पनि जस्तो भए पनि घटना भन्ने कि के भने आई डोन्ट नो होइन। तपाईँहरूले के भन्नुहुन्छ जसलाई थाहा होइन मसँग त्यो बारेमा भन्छु तपाईँहरूले त्यसको बारेमा के बताउन चाहनुहुन्छ त भन्नुहोस् है त। मैले चाहिँ के हो भनेपछि अहिले चाहिँ त्यो नाइयो भन्छ होइन जस्तै तपाईँले पढेको विषय अनुसारको काम होइन नाइतो हो कि समथिङ के हो त नाइतो हो कि समथिङ के हो मलाई उच्चारण गर्न झ्याप्प आएन होइन त ठिक छ जे हो त्यही होइन। त्यो नमिलेर कारणले गर्दा अहिले धेरैहरूले नेपाल फर्किन परेको छ होइन जे होस् मैले थाहा पाए अनुसार धेरै फर्किसक्नु भयो। म जुन यो किताकिसु बाट होइन जुनको कुरा किताकिसुबाट धेरै फर्किनु भयो अरू ठाउँबाट कति फर्किनु भयो थाहा भएन। मैले चिनेको साथीहरू पनि फर्किनु भयो अरे भन्ने सुनेको थिएँ होइन तर हो होइन भन्दा नि हो भनेर प्रुफ सहित देखेको थिएँ होइन ओके। अनि त्यसपछि अरू त के भन्नु होइन जे होस् तपाईँहरूले अब यो वर्ष तपाईँहरूले जुन शिवको गर्ने जुन अर्किङ लगाउनेहरू हुनुहुन्छ नि उहाँहरू चाहिँ एकदम ध्यान दिनुपर्ने कुराहरू चाहिँ के हो कि तपाईँले जुन विषय पढ्नु त्यही अनुसारको काम हो कि नै अनि त कम्पनीले कस्तो छ के छ सबै बुझेर गर्नु होला। अनि तपाईँहरूले जे होस् अब चाहिँ जापानमा धेरै उ गरेको छ कि धेरै टाइट गरेको छ कि टाइट गर्छ जस्तै इमिग्रेसनलेहरू के यताउता सबैले टाइट गरेको छ कि त्यही भएर ल्याङ्ग्वेजहरूमा अनि तपाईँको लेभल हुन्छ नि अब इक्जाम दिएर यान 4 यान 3 यान 2 यान 1 हुन्छ नि अनि त्यो पनि एकदम प्रयास गरेर गर्नु होला भन्न चाहन्छु किनकि तपाईँको लेभल अब तपाईँको डकुमेन्टै चल्छ कि यहाँ तपाईँको ल्याङ्ग्वेज नहोस् केही पनि डकुमेन्टै चल्दो रहेछ यहाँ त जस्तै हो त्यस्तै हो। नेपालमा
के अरे आफ्नो मान्छे चल्छ भने यहाँ डकुमेन्ट चल्ने रहेछ मैले बुझे अनुसार होइन आफ्नो मान्छे नि चल्छ चल्न त होइन तर डकुमेन्ट पनि एकदम हिजो हुँदो रहेछ एकदम जरुरत हुँदो रहेछ भन्ने म चाहिँ बुझेँ अहिले चाहिँ आएर जे भए पनि त्यही हो एकदम ख्याल गर्नु होला जापानमा जे जे गर्नुभएको छ जता जे गर्नुभएको छ त्यो ह्यान्ड क्यास गर्नेहरूले नि अलि ध्यान दिएर गर्नु होला अनि किनकि ह्यान्ड क्यास गर्नु अहिले प्रब्लम धेरैको देखिरहेको छ देखेर पनि भिजा पनि नआएर कसैको केही भएर नेपाल जाने समस्याहरू धेरै भएको छ त्यही भएर ख्याल गर्नु होला अनि अस्ति नै पनि अब बङ्गलादेशीको अनि नेपालीहरूले के खानासाना के तरकारी सरकारी के खाएको अरे फेरि निकालेर अनि त्यही त पनि हल्ला सुनेको थिएँ अनि त्यस गरेर तिनीहरूलाई अब नेपाल डिपोर्ट गरिदिने भने भनेको थियो त्यसो डिपोर्ट त गरेन अरे भन्ने सुनेको थिएँ गरेन अरे भन्ने सुनेको थिएँ पछि मिल्यो अरे भन्ने कुरा भएको थियो त्यस्तो नगरिदिनु होला कसैको पनि सँगै बस्यो भने यताउता कसैको खाने पचाक पचक खाने होइन क्या नेपाली छ भने ठिकै छ अब विदेशीहरूको नखाइदिउने के भयो त मासले अरू त्यस्तै हो चुतियापनाहरू देखाउने त्यस्तै हो न नेपालीहरू पनि चुतियापन हुन्छ जे होस् म बार बार मेरो साथीलाई थ्याङ्क यू भन्न चाहन्छु यति राम्रो मलाई गिफ्ट गर्नुभयो उहाँको लागि म त बार बार धन्यवाद गर्न चाहन्छु होइन म एकदम एकदम एउटा एउटा यस्तो साथी पाएँ क्या मैले होइन जुन बेला मेरो साथ छोड्दैन जस्तो लाग्छ क्या ऊ साथीले चाहिँ होइन जुन साथीले जुन आफ्नो साथमा हुन्छ नि अब के भन्छ त्यसलाई साथी भनेको साथी नै हो क्या आफ्नो फ्यामिली बराबरको हुन्छ हौ भनेको गर्लफ्रेन्ड बोयफ्रेन्ड जे भयो नि त्यो चाहिँ म फिक्स हो भन्न सक्दैन गर्लफ्रेन्ड बोयफ्रेन्ड चाहिँ होइन किनकि फिक्स गर्न यस्तो आफ्नो के हुन्छ नि त अब गर्लफ्रेन्ड बोयफ्रेन्डमा त झगडा सगडा यता आउँदा हुने यता हुन्छ नि त तर साथीमा यो झगडा सगडा हुँदैन क्या जे भयो पनि साथी भनेको साथी हो क्या कसैले साथीको नाता टुटाउन सक्दैन जस्तो लाग्छ मलाई चाहिँ जे भयो पनि अब आफै छुट्यो भने त ठिकै छ अरूले यता कुरा लाएर उता गरेर चाहिँ साथीको नाता चाहिँ टुट्दैन कहिले पनि टुट्दैन क्या यो चाहिँ तर गर्लफ्रेन्डको बोयफ्रेन्डको चाहिँ नाता टुट्न सक्छ कसैले यो यसले यता गऱ्यो उता गऱ्यो यता पास्टको कुराहरू पनि आउँछ नि त लाइफमा होइन पास्टको कुराहरू आएर पनि ब्रेकअप हुने सम्भावना हुन्छ नि त यो रिलेसनसिपमा त्यही हो अरू चाहिँ के भन्ने हो र अनि साथी चाहिँ साथी नै हो जे होस् साथी भनेको एउटा फ्यामिली नै हो क्या फ्यामिली नै हो भन्छु म चाहिँ हो मैले त मेरो साथीलाई त भाइ भनिदिन्छु भाइ क्या हो भाइ हो ल ठिक छ थ्याङ्क यू मेरो साथी है तिमीलाई चाहिँ यति राम्रो मलाई गिफ्ट गरेको होला मैले यो क्यामेरा मसँग अगाडि हुँदा मैले साथीलाई हरपल होइन अरू बेला पनि हामी धेरै जस्तो कुरा दिनमा एक दिनमा कुरा त हुन्छ हाम्रो जसरी नै हुन्छ किनकि दिनदिनै कुरा हुन्छ भन्दा नि भयो होइन अनि कहिले कसै एक दुई दिन बितेर नत्र एक दिन एकछिन भने हेलो हाई त भइरहेको हुन्छ नभए म्यासेज पनि भइरहेको हुन्छ के छ असो खबर सन्चो बिसन्चो आरामै भन्ने भइरहेको हुन्छ अनि त्यही हो के भन्ने त्यति कुरा चाहिँ म आफ्नो घरमा नि कुरा गर्दैन साथीसँग भन्दा साथीहरू भनेको साथी नै हो भन्छु म त्यही भएर साथीहरूसँग दुःख सुखको कुराहरू हुन्छ नि त आफ्नो कुराहरू सेयर गर्ने साथीहरू गराउनुपर्छ एउटा जुन साथी होस् कि त्यो साथीले बुझोस् फेरि अब नबुझेर अनि कसम जे पनि अब तिम्रो मैले उसलाई मेरो आफ्नो सम्झेर कुरा गरेँ होइन अनि त्यसपछि उसले चाहिँ अर्को साथीलाई भन्यो त्यस्तो गर्ने साथी चाहिँ नबनाउनु होला हो त्यस्तो साथी चाहिँ बनाउनु हुँदैन एउटा कुरा मैले त्यो चाहिँ भनिदिन्छु त्यो चाहिँ त्यस्तो साथी होइन त्यो दुश्मन हो हेर्नुहोस् त्यही भएर साथी चाहिँ एउटा पर्फेक्ट बनाउनुहोस् जुन साथी चाहिँ तपाईँको दुःख सुखमा तपाईँको दुःखहरू कुरा सुनिदियोस् सुखको कुरा सुनिदियोस् उसले तपाईँमाथि विश्वास गरेर उसले उसको दुःख सुनाओस् तपाईँ सुखको कुरा सुनाओस् यस्तो भयो उस्तो भयो एन त्यहाँ यताउता भन्ने होइन तर पार्टनरमा पनि हुन्छ होइन पार्टनर र लाइफ पार्टनर भन्दा नि अब गर्लफ्रेन्ड बोयफ्रेन्ड हुन्छ तर गर्लफ्रेन्ड बोयफ्रेन्डको कुरामा जाँदा चाहिँ फिक्स हुँदैन एउटा कुरा फिक्स हुँदैन 50-50 हो क्या अहिलेको समयमा है पहिला त के थियो 50-50 हो अनि तर आफू दुई प्रतिको
जस्तै म र मेरो गर्लफ्रेन्ड होइन, अब उसले मलाई बुझ्नु पर्यो, मैले उसलाई बुझ्नु पर्यो नि त होइन। अब मैले दुईजनालाई बुझ्यो भने चाहिँ यो रिलेसन टिक्छ, नत्र टिक्दैन हेर्नुहोस्। किनकि अहिले यसो समयमा के छ, जुन विदेशको, अझ मैले विदेशकै कुरा गरौँ, म विदेशमा छु, विदेशकै कुरा गरौँ, एउटा लङ डिस्टेन्स भन्ने कुरामा चाहिँ कस्तो हुन्छ कि भरोसाको कुरा हो एउटा कुरा होइन। तर मैले जुन लङ डिस्टेन्समा आएर भरोसा तोडेको मान्छे धेरै देखेको छु। जस्तै अब बोयफ्रेन्ड नेपाल, गर्लफ्रेन्ड यहाँ छ भने यहाँको गर्लफ्रेन्डले भरोसा तोडेर अर्को बोयफ्रेन्ड बनाउने, वा अर्कोसँग हिँड्ने, नेपालकोलाई नि ठिकै छु, ठिकै, तिमी नै हो प्यारो मेरो, तिमी नै हो सन्तान, तिमी नै हो संसार, तिमी नै हो मेरो प्यारा, तिमी नै हो सबै भनेर उता काउलो पानी यहाँ अर्कोसँग हिँड्ने मान्छे पनि देखेको छ। अनि नेपालबाट आएर बिहा गरेको, नेपालमा बिहा गरेर आएर पनि यहाँ आएर अर्कोसँग लिभिङमा बसेर यहाँको सेखाछु भनेको यहाँको जीवन चलाएको पनि देखिरहेको छ। अर्कोसँग बोयफ्रेन्ड बनाएर हिँडेको पनि देखिरहेको छ। हो, यस्तो चाहिँ मैले नगर्नुहोस् प्लिज होइन। तपाईँले जुन केटा होस् केटी होस् होइन, केटीले मात्र तस्त्याएको होइन, फेरि केटा पनि एक नम्बर दिएछ, केटा पनि एक नम्बर दिएछ, केटाहरू पनि म भन्दैन, केटाहरू पनि एकदम बिठाइ छन्, केटाहरू पनि, म पनि बिठाइ होला, म पनि बिठाइ छु, नआउने कुरा छैन हेर्नुहोस्। मैले पनि आफूलाई पनि अब केटाहरू सज्जन भन्यो, यो केटाले यसले केटाको मात्र, केटा भएर केटाको मात्र बयान गर भन्नु होला, यो चाहिँ म भन्न सक्दैन, किनकि केटाहरू पनि नम्बर 1 नै छ। एउटा कुरा चाहिँ चान्समा केटाले गर्छ, चान्स नदिनु तपाईँहरूको कुरा हो है लेडिजहरू है। चान्स नदिनु भन्नु अब बुझ्नुहोस्, आफै केही पनि भन्ने होइन। अब कोही आएको छ, अब तपाईँप्रति आकर्षण भएर आएको छ भने चाहिँ त्यसलाई तपाईँले कुन तरिकाले तपाईँले त्यसलाई व्यवहार देखाउनुहुन्छ, कुन तरिकाले व्यवहार गर्नुहुन्छ त उसलाई। जस्तै केटाहरू एट्र्याक्सन हुन आउँछ, नआउने होइन, तपाईँको अगाडि आउँछ यस्तो उस्तो भन्दा त्यसलाई बुझेर गर्नु होला। म आफ्नो गर्लफ्रेन्डलाई पनि भन्छु, तिमीले पनि बुझेर होइन, लागेको होला मसँग माया विरति जे भए पनि, जस्ट हाम्रो मैले तिमीलाई विश्वास गरेको छु, तिमीले मलाई विश्वास गर्दिनौ, त्यही हो मैले भन्नु छ मेरो गर्लफ्रेन्डलाई है। अनि त्यही हो, अरू त के भन्ने हो, मेरो गर्लफ्रेन्डलाई चाहिँ त्यही हो, तिमीले विश्वास गर्दै म विश्वास गर्छु, म चाहिँ अब त्यही हो, अरू भन्नु केही कुरै छैन। तिमीलाई चाहिँ अब मैले चाहिँ एकदम विश्वास गरेको छु, आँखा चिम्लेर नै विश्वास गर्छु, किनकि मलाई चाहिँ यो मान्छे भयो भने चाहिँ मलाई ठिक छ जस्तो लाग्छ क्या। जुन अहिले मेरो गर्लफ्रेन्ड छ उसलाई चाहिँ मलाई यो मान्छे चाहिँ ठिक छ जस्तो लाग्छ कि है। अनि त्यही हो, अरू के भन्ने, योभन्दा अगाडि कुरा चाहिँ नजाऊ यार है। ल ठिक छ, भयो छोडिदिउँ, त्यही हो, धोका नदिनुहोस्। तपाईँको आशमा कोही बसेको हुन्छ, त्यो आश नमारिदिनुहोस्। तपाईँको आशमा बसेको मान्छेलाई, आश गरेकोलाई आश जस्तै आश गरेको हुन्छ, त्यो आशलाई तपाईँले पुरा गरिदिनुहोस्, आफ्नो बनाउनुहोस्, आफ्नो नजिकको गराउनुहोस्। तर जुनलाई तपाईँले आश गरेको छ, तपाईँले पनि पहिला आश देखाउनु भएको छ, त्यो आश देखाएकोलाई तपाईँले आश देखाएको चाहिँ पुरा गरिदिनुहोस्। आश देखाउनु मात्र राम्रो होइन, आश पुरा गरिदिनु राम्रो कुरा हो है। अनि त्यही हो, म चाहिँ त्यही भन्छु। जुन जापान मात्र होइन, अरू विदेशमा गएका दिदीभाइ, दिदी बहिनी, अनि दाजु भाइ, इष्टमित्र, अङ्कल आन्टी जो हुनुहुन्छ, सबै त्यही हुनुहुन्छ, त्यस्तै कम्पनी हो धेरै जसो। त्यही भएर चाहिँ ख्याल गर्नु होला, आफ्नो परिवारलाई पनि सोच्नु होला, आफ्नो फ्यामिलीलाई पनि सोच्नु होला, आफ्नो इज्जतलाई सोच्नु होला, आफ्नो फ्यामिलीको आमा मुखियाहरूलाई पनि सम्झिनु होला। अनि आफ्नो फ्युचर पछि पोस्ट लाउन कतिको पर्छ भनेर आफ्नो पास्टलाई त्यागेर आफूलाई अगाडि राखेर आफ्नो प्रेजेन्टलाई पनि हेर्नु होला, फ्युचरलाई पनि हेर्नु होला होइन। पास्ट गइसकेको कुराहरूलाई त्यसलाई त्यागेर अहिले प्रेजेन्ट, अहिले भर्खरको र त्यस अगाडिको फ्युचरलाई हेरेर अगाडि गइदिनु होला होइन, जुनमा पनि के जेमा पनि होइन। त्यही भन्न चाहन्छु। ओके, अब चाहिँ धेरै नै भयो क्या, लामो नै भिडियो भयो क्या। ओके, अब अरू त के भन्ने हो र, टिङ 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 गर्ने बस्ने अब।